ल म जिम्मा लिए तपाईँको छोरी म अब यसो राख्छु भनेर त दिनु पर्यो त नगर मासु भएर बस्छु म भन्नु पर्यो बाउ आमाको छेउमा छैन र जहीँ त के हो यस्तो के हो हाम्रो गरेर जोडी भएर काम गरेर हाम्रो बाउ आमाको गाउँठाउँको यहाँको बाउ आमाको गाउँठाउँको उताको बाउ आमाको गाउँठाउँको सब परिवारको एउटा नाम उच्चारण गरेर एकदम राम्रो काम गर्नु पर्यो। भोलिको दिनमा हामी सबैले कुराकानी सुन्नु पर्यो। यो फल्ना दुईजना जोडी मिलेर चाहिँ राम्रो काम गरे, उहाँहरू राम्रो छ अरे, फलोस् फुलोस् राम्रो सबरोस् ल एकदम। यो हाम्रो हिन्दू गाउँमा रन्दा बस्दा एउटा फुल फुलेको थियो, त्यो फुल फुलेको चाहिँ तपाईँको छोरोले टिपेर लग्यो। तर अलिकति होइन मलाई दुखमन भयो अहिलेसम्म यहाँ खुट्टा ढिलो। हेलो नमस्ते सबैजनालाई। आज चाहिँ मेरो साथीको बिहा हुँदैछ र मेरो साथीको बिहाको भ्लग चाहिँ तपाईँहरूलाई छोटो प्रस्तुत गरिरहेछु होइन। र के कस्तो लाग्छ तपाईँहरूले हेरेर प्रतिक्रिया दिनुहोस् होला। र सबैभन्दा पहिला मेरो साथीलाई वैवाहिक जीवनको धेरै धेरै शुभकामना। र अब भने चाहिँ बिहाको भ्लग स्टार्ट हुन्छ, हेर्दै गर्नुहोस्। उहाँले मलाई साथी खोजेको अनि ल दुई शब्द म राखिदिइहाल्छु। यो चाहिँ हामी किनभने अब हामी अलिकति टाढो जग्गाबाट रम्फू जग्गाबाट आयौँ। अब आउँदै अब त्यो के अरे कति पुल तर्नु पर्ने र कति अब अप्ठ्यारो बाटोहरू कति जामहरू सबै हामीले कठिनहरू त्योहरू सबै हामी भोगेर त्योहरू तर्दै हामी आउँदा यो समय आइपुग्यो। र यसमा हामी लेट हामी ढिलो भएको तपाईँहरूले माफी हामीलाई दिनु भनेर हामी एउटा यो चाहिँ तपाईँहरूलाई एउटा बिन्ती माफीको दण्ड यो दस्तुर मात्रै किन चाहिँ यसो सिस्नु राख्यो र किन लाउनु पर्ने, किन अहिले दस्तुर अब सबलाई कुर्नु पर्ने भन्दाखेरि चाहिँ यो चाहिँ अब यसरी बिहे कार्य यस्तो काण्डमा आउँदाखेरि चाहिँ कतिवटा अब सिमे भूमे कतिवटा नराम्रो आँखी दाइ नराम्रो कतिवटा नराम्रो अब उयोहरू अब पछि अब हामी हामी जति आउँदैछौँ हामी शुद्ध मन सच्चा मन गरेर हामी आउँदैनौँ। तर पनि कति आँखी नराम्रो त्योहरू चाहिँ यो गेटबाट हामी जब इन्ट्री हुन्छ यी गेटबाट चाहिँ उनीहरूलाई चाहिँ एका खेदाएर पठाउँछ त्यसको लागि हो। र यो चाहिँ चेली आमाहरूलाई जबसम्म यहाँबाट बिदाबारी हामीले जबसम्म हामी बिदाबारी मुलाहरू खाँदै बस्छु सामान सबै उठायो सुन्नुपर्छ
एकछिन बस्नु अब छैन दुई शब्द हजुरहरूको समक्षमा राख्न चाहन्छु र जति पनि दस्तुरहरू अब हिजोको दिनमा जति पनि दस्तुरहरू चेयरम्यान सरले गर्नुपर्ने कामहरू थियो त्यो हामीले गर्दै नै लिएर आयौँ हिजो अस्ति हामीले त्यो गरिसक्यौँ र त्यहाँदेखि फेरि हामीले अब उसो अब हामीले के गर्नुपर्ने कसो गर्नुपर्ने भनेर हामी सोधनी राख्दाखेरि सोधनीमा हजुरहरू तर्फबाट तपाईँले हामीलाई वचन दिनुभयो तपाईँले अब दिन तारिक समय हेरेर यो तारिक यस्तो सामान यस्तो यो सामान लिएर आउनु यो हाम्रो दस्तुर अनुसारले हामीले बुझाउनु पर्छ भनेर जुन तपाईँको आदेश थियो त्यो आदेशलाई स्वीकार गर्दै आज हामी सपरिवार आज हामी सबैजना यसरी आज हामी हजुरको आदेश अनुसारले हजुरको गर्भगृहमा हामी आइपुग्यौँ र आज जो तपाईँहरूले जो हामीलाई डिमान्ड गर्नु भएको थियो त्यो डिमान्ड हामी सही सलामत हजुरको समक्षमा हामी चढाउँदैछौँ। लु साथीभाइ, अब भने चाहिँ आफ्नो आफ्नो परम्परा अनुसार आफ्नो आफ्नो रीतिथिति अनुसार यहाँनिर चाहिँ रित तोकिएको हुन्छ होइन केटीको घरबाट र यहाँ चाहिँ यस्तो प्रकारले रितहरू बार्ने कार्यक्रम चलिरहेछ। यो चाहिँ आफ्नो मामा माइजूको घरलाई रित तोकिएको हुन्छ र यस्तो प्रकारले यहाँ चाहिँ रित बुझाउने काम भइरहेको छ। हेर्दै गर्नुहोस् साथी हो अन्तिमसम्म यो भ्लग। त्यो उमेर पुगेर उहाँको एउटा दिन उहाँको एउटा लगन आयो। लगन आएपछि उहाँ एक दिन हाम्रो चेली अर्का घरमा जानै पर्ने गरी खानै पर्ने र त्यसै हुँदाखेरि यो दस्तुर एउटा आप्पा आमालाई अब जति पनि अब छोरी चेलीले वा अब दुई शब्द आप्पा आमालाई बिना अब नराम्रो वा दुई शब्द भन्यो होला के गर्यो होला अब आजदेखि उहाँ एउटा घरमा परै घरमा एउटा गरी खानु जाँदैछ र आप्पा आमालाई यो हिजोको दिनको जति पनि त्यो वचन अब जति पनि त्यो दोषहरू नराम्रो अब जति पनि त्यो नराम्रो अब जति पनि त्यो एकदम सङ्गीत पेन्टेसन अब एउटा भगवान्को आशीर्वादद्वारा त्यो वचनहरू सबै क्लियर सफा एकदम जस्तो प्रकारले जुन गाम लागे जस्तो टिस्टा रङ्गित भगे जस्तो एकदम क्लियर सफा होस् भनेर यो जो आप्पा आमालाई यो दस्तुर मात्रै अब दस्तुर मात्रै नसो आप्पा आमालाई दस्तुर यो चाहिँ नानी तिमीले गर्नु पर्यो। मैले दुई वचन राखेको मात्रै अब अझै पनि तपाईँले अझै दुई शब्द भनिराखेर आप्पा आमालाई भनेर यो उहाँलाई जिम्मा दियो। टोपी आप्पाको लागि टोपी छ, आमाको लागि धुम्बुन छ। अब आप्पा आमालाई ढोक अनि स्वीकार गर आशीर्वाद थाप ढोकबिट अब किन अब जग्गा सानो भयो साँचो सत्य सम्झेर साँचो सत्य मन्दिर जिन्दगी बिताउँछु ल भयो दुई वचन सुन्दैन त म्यापले दिनु पर्यो नि त यतिखेर चाहिँ होइन अब छैन त जहीँ बोल्नु पर्यो त अन्त ल म जिम्मा लिएँ तपाईँको छोरी म अब यसो राख्छु भनेर त दिनु पर्यो त
भन्नु पर्यो त कदम ससुराले पनि गर्नु पर्यो त्यस्तो चाहिँ हो यसो भोलिपर्सि तलमाथि केही गरे पनि चाहिँ हामी चाहिँ जोइन गर्दैन फेरि सिधा कुरा हो नगर मासु भएर बस्छु म भन्नु पर्यो बाउ आमाको छेउमा छैन र जहीँ त के हो यस्तो के हो हाम्रो जहिले के भयो होइन दाजुले सिकाउनु पर्दछ उल्टा भन्नु अच्छा ल भएन अब यो चाहिँ यत्रो गाउँवासीहरू सबै आउनु भएको छ तपाईँको काका काकी बोजू आमा गाउँको परिवार अनि आप्पा आमा अनि सब आफ्नो सन्तान सबै यहाँ आएको छ सन्तानको सामने यो वचन तिमीले सुनिराख्नु पर्यो आजको दिनमा आज तिमीहरू एउटा अल्लारे बल्लारे तिमीहरू एउटा उमेरमा चाहिँ एउटा राम्रो देखेर चाहिँ अघि एउटा राम्रो देखेर तिमीहरू मिलेर जस्तो प्रकारले आज यो स्थानमा छौ त्यस्तै प्रकारले अब आउँदो तपाईँको जबसम्म आफ्नो सृष्टि काम गरेर आफ्नो जबसम्म मृत्युको समय आउँदैन तबसम्म यसरी गरेर जोडी भएर काम गरेर हाम्रो बाबुआमाको गाउँठाउँको यहाँको बाबुआमाको गाउँठाउँको उताको बाबुआमाको गाउँठाउँको सब परिवारको एउटा नाम उच्चारण गरेर एकदम राम्रो काम गर्नु पर्यो भोलिको दिनमा हामी सबैले कुराकानी सुन्नु पर्यो यो फल्ना दुईजना जोडी मिलेर चाहिँ राम्रो काम गर्यो उहाँहरू राम्रो छ अरे फलोस् फुलोस् राम्रो सबरोस् ल एकदम अब बाजे भाग्यमानी हो नातिहरू पनि भाग्यमानी हो लडाउनु हुँदैन हुन्छ यहाँ अब बाबाको अब यो चाहिँ आजलाई आजलाई अरे अब पाल्टे नामले दिएर के पाल्टे नामले पाल्टे नामले भन्छ बुङथिङले चाहिँ आजको यो एक दिनको आज हाम्रो यो प्रोग्राम छ के को प्रोग्राम भन्दाखेरि चाहिँ एउटा हाम्रो चेली एउटा हाम्रो प्रधान हाम्रो ज्वाइँले लगेको छ र त्यही दुईजना मिलेर चाहिँ आज बिहे कार्य छ भनेर चाहिँ सबै अब यत्रो मान्छे यत्रो हामी गाउँ समाज सबै आयौँ किन आयौँ भन्दा हामी आशीर्वाद दिनुको लागि आयो किन आशीर्वाद भन्दा चाहिँ भोलिको दिनमा चाहिँ राम्रो काम गरिखाओस् राम्रो होस् भोलि उनीहरूले राम्रो नाम कमाओस् एउटा राम्रो खालको उनीहरूको आयु वर्धन राम्रो होस् भनेर चाहिँ हामीले यत्रोले चाहिँ आशीर्वाद दिनु आएको छ र त्यसमा पहिलो चरणमा चाहिँ हाम्रो बुङथिङ यमा बुङथिङले चाहिँ आशीर्वाद उहाँले यहाँको नाग नगेनी यहाँको देवी देउराली यहाँको हिमाल यो के अरे कञ्चनजङ्घा बालेढुङ्गा यहाँको नाग नगेनी यहाँको सिमे भूमि सबै चाहिँ आशीर्वाद मागेर चाहिँ आज यो घरमा यस्तो प्रोग्राम हुँदैछ यो प्रोग्राममा चाहिँ चोटपटक नलागोस् जय जगराज नहोस् एकदम जस्तो प्रकारले आज जति कामहरू हुने त्यो सबै सफल राम्रो काम होस् भनेर उहाँले आशीर्वाद मागिदिनु भएको छ र त्यसमा चाहिँ हामी जनता पार्टी हाम्रो यहाँ ज्वाइँको पार्टीबाट तपाईँलाई एकदम नै अझै पनि यसरी तपाईँको नै आयु वर्धन राम्रो होस् भनेर चाहिँ र हामीलाई अझै पनि आशीर्वाद राम्रो हामीलाई माफी
लु साथीभाइ, अब भने चाहिँ यहाँनिर बेहुला बेहुलीले आफ्नो काका काकी मामा माइजू आफ्नो जति पनि शाखा सन्तान छ उनीहरूलाई आफ्नो परम्परा अनुसार आफ्नो के छ रीतिरिवाज त्यो अनुसारले चाहिँ यहाँनिर ढोकबेटको कार्यक्रम चलिरहेछ र आफ्नो मान्छेहरू जति पनि टाढो टाढो हुनुहुन्छ अब चिनजान भएको हुँदैन उनीहरूलाई चाहिँ यस्तो प्रकारले मामा माइजू चिनाउँदै यसरी ढोकबेट गर्ने कार्यक्रम चलिरहेछ र तपाईँले यो भ्लगलाई हेरेर इन्जोय लिनुहुँदै होला। जतिजनाले हेर्नुहुँदैछ लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनुहोस्। लु साथीभाइ, अब भने चाहिँ ढोकबेटको कार्यक्रम सकिसकेको छ र यस पछाडि चाहिँ बेहुला बेहुलीले खादा लाउनु लागि मण्डपमा बसिसकेको छ भने यहाँनिर तपाईँले देख्न सक्नुहुनेछ सबैजना आफ्नो परिवार दाजु भाइ बहिनी आफ्नो सन्तानहरूले पहिलो यस्तो प्रकारले खादामालाको कार्यक्रम सुरु भइसकेको छ। हेर्दै गर्नुहोस् अब के हुन्छ यस पछाडि तपाईँहरूले यो भ्लगलाई हेरेर इन्जोय लिन सक्नुहुनेछ। पक्का जिम्मा दिएको भनेर चाहिँ सबुत हुनु पर्यो नि। गरिहाल्यो तिमीले होइन खासमा होइन यहाँ बस्दा त्यहाँ जति आइहाल्छ यहाँ पटोला बनके गन्ना के विच पिपल पतियां पाही चूड़ा खनके पंठन के मुटियारा आया पटोला बनके गन्ना के विच पिपल पतियां पाही चूड़ा खनके मेरे सोने वे माई मेरा किसे नहीं हो दिल लगना मेरे सोने माही मेरा कितने नहीं हो दिल लगना तेरा इंतजार कहाँ करा तेरी आखिरी दिल को हमेशा सो बेबी कोई
Stay a little longer with me, baby. Won't you stay a little longer with me, baby? Won't you stay a little longer with me? चलो दिया साफ साफ कहता हूँ इतनी सी बात है मुझे तुमसे प्यार है I want you to know that it's our time. You and me from the same coast. And I know she'll be the death of me. At least we'll both be numb, but at least we'll both be beautiful and stay forever young. This I know, this I know. चाहे दुख हो चाहे सुख हो दिल ने तुझको ही पुकारा तूने हमको है बनाया तूने हमको है सवारा जहाँ को तो रब का है हमें तेरा है सहारा बस तेरा साथ हो चाहे जो बात हो बस तेरा साथ हो चाहे जो बात हो तेरे कहने से कर जाएंगे फकीरा फकीरा आजा तुझको पुकारे तेरी परछाइयां कबीरा ये भी न जाने वो भी न जाने नोखे रंग मैं न जाने मेरा जिस्म तेरा उड़ा पतंग मेरा हवा में होके मलंग हवा में बहेंगे घाटों में रहेंगे बरखा मेरी मैं तेरा बादल किया लु साथीभाइ अब भने चाहिँ विवाहको कार्यक्रम पनि निकै अन्तिमसम्म पुगिसकेको छ र यस प्रकारले सम्धि ढोकाढोक हुँदैछ। तपाईँले यहाँ देखिसक्नुभयो। हेर्दै गर्नुहोस्, मेरो भ्लगलाई अन्तिमसम्म जोडेर बस्नुहोस्। हाम्रो झिलुङ गाउँमा रन्दा बस्दा एउटा फुल फुलेको थियो। त्यो फुल फुलेको चाहिँ तपाईँको छोरोले टिपेर लग्यो र त्यो लग्यो र त्यो लगेर तपाईँको आफ्नो भविष्य सुधार्नको तपाईँको घर परिवारमा सामेल भयो र तपाईँको छोरोले लानु भएको उसको स्वभाव भलो राम्रो होस्, राम्रो जय जयमा हाम्रो होस् है। छोरोमा छोरो, छोरीमा छोरी राम्रो बाबा आमा हुनेछ, बाबा आमाले जस्तो प्रकारले गरिखाँदैछ, जस्तो प्रकारले उनीहरूले नाम उच्चारण गरेर राख्नु भएको छ, त्यसरी सबैको छोरोले पनि नाम उच्चारण नाम रचाउँ, राम्रो काम गर्नु खाजा पनि ल्याइदिनु होला। आमालाई पनि तपाईँ एउटा
परिवार है तपाईँको एउटा तपाईँको जग्गामा गएर तपाईँको नाम रोशन गरोस्, तपाईँको भविष्यलाई उज्यालो गरोस् र भोलिको दिनमा जिन्दगीमा केही सबैमा सहयोग गरोस् भनेर म आयु वर्धन राम्रो होस्। सङ्घीय केन्चुसुम हामी लेप्चामा भन्छौँ, हामी बुद्धिज्ममा भन्छौँ सङ्घीय केन्चुसुम। एउटा सङ्घीय केन्द्रसुम देउता थानको थानबाट मैले पुकार गरेर त्यस पुकारलाई मेरो म पनि एउटा साँचो शुद्ध र साँचो मान्छे है त्यो शब्दहरू तपाईँहरूलाई आशीर्वाद लाग्यो है, राम्रो होस्। भोलि दिनमा जस्तो प्रकारले आज हामी यसरी उज्यालो हाँसी खुसी थियौँ र निरन्तर यो सदाभर एकदम चिरञ्जीवी जैसो बाँचिरहोस्। तपाईँ अब आज तितो मिठो जति नै भयो है, तितो मिठो कुराहरू जति नै भयो। तपाईँहरू टाढो जग्गाबाट आउनुभयो है, यहाँ आयो र आजको यो हाम्रो यो प्रोग्राम है एउटा आफ्नो छोरीको प्रोग्राम सफल राम्रो हिसाबले भयो है। यसमा तपाईँलाई बहुत बहुत धन्यवाद। दुःख मन नगरिदिनु र तपाईँहरू राम्रो हिसाबले आफ्नो जहाँ जानुपर्ने जुन चाहिँ जग्गामा पुग्नु पर्ने तपाईँको टार्गेट छ त्यो जग्गामा सही सलामत पुगोस् भनेर हामी यो खाना मानौँ। तर अलिकति होइन, मलाई दुःख मन भयो। अहिलेसम्म यहाँ खुट्टा ढिलो आयो, हामीले कति 2 घन्टा 3 घन्टा ढिलो भयो, अझै त्यो कम्ती भयो। अब फेरि आउने अलिक डबल दिन्छ मेरी छोकरी संतरे की टोकरी, घर तो छुड़वाया, अब क्या छुड़ाएगी नौकरी।